Hello everyone, namaste. Welcome back to my channel. के भयो साना? आजभोलि चाहिँ म गाउँघरतिरै छु, 2-3 दिन भयो अनि अब चाहिँ हामी उतातिर काम गर्नको लागि बाहिर निस्किन लागेको के अनि मैले भिडियो पनि स्टार्ट गरिहालेँ अनि भिडियो चाहिँ हजुर के भयो साना? के भयो है देखाउँदै समाउनु यहाँ समाउनु न अलि बेसरी समाउनु न हौ खै भयो त्यही हो साथीहरु अब चाहिँ हिजो चाहिँ हामीले मुसुरी उखल्यौं अनि आधी सुकेको आधी काँचै रहेछ क्या अनि त्यही भएर हर्दै अनि सुकेको जति चाहिँ उखल्यौं अनि अहिले गहुँ पनि काट्न जानुपर्ने छ गहुँ पनि त्यस्तै हरे आधी सुक्या आधी हरै छ भन्दै थियो बुवाले अनि त्यही भएर सुकेको जति चाहिँ म हुँदै काट्नु बुवा भनेर अनि बुवा चाहिँ जानु भइसक्यो म चाहिँ यहाँ दाल हेर्दै छु के अनि त्यही भएर दाल पाकेपछि चाहिँ म पनि गइहाल्छु अनि भोलि चाहिँ हामी काठमाडौँ फर्किँदै छौं त्यही हो साथीहरु सो गाइस हेर्नु न म त यहाँ जस्तै काठमाडौँबाट आउने बेलामा के घरमाथि किम्मु छ अब चाहिँ किम्मु पाक्यो होला भनेर सोच्दै आएको थियो तर किम्मु त रहेछ उ हेर्नु न पात चाहिँ छैन के सबै यहाँ बस त छोरा एकछिन उ यहाँ पापा टिपेर दिन्छु नि म तिमीलाई हेर्नु त पापा यहाँ बस्नु त यहाँ बस ल यो घाँसलाई उयो गर्नु भएछ कि काट्नु भएछ किम्मु चाहिँ छ यहाँ फेरि न म दिन्छु यहाँ बस त ल कस्तो भएर नझर्ने अनि यो त काँचै छ सानो अमिलो भयो त्यो होइन नि त खाने त अनि उहाँ हेर्नु त यहाँ उहाँ देख्नु भयो हो त्यो पो हो त खाने त अनि यहाँ बस्नु न मम्मीले टिपेर दिन्छु कि अहिले म अहिले त मलाई त मिठो पर्ने ल अझै टिप्छु ल ममुले धन्न यहाँ उयो चाहिँ रहेछ किम्मु चाहिँ रहेछ क्या उयो यो पातहरू त सबै घाँस काट्नु भयो यहाँ माथि दिदीहरुको हो क्या सबै हेर न लिएको झर्यो खाऊ 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 त्यो खाऊ न मम्मीले टिपिदिन्छु क्या फेरि खानु मिठो पो लाग्छ यसलाई त धेरै खानु हुन्न ल सानो धोको पनि छैन अनि मम्मी रुख चढ्न सक्दैन यही भेटेको जति मात्र हो सबै झर्यो हातको त के क्यामेरा कस्तो मधुर आयो न ल धेरै खानु हुन्न ल भयो हस् मिठो
अझै 2टा बोट मात्र पहल साना झुसुले नि हुँदो रहेछ बे हेर केटीहरु तिमीहरुले मेरो भिडियो हेर्दै छ भने पहिला हामीहरु लौडलो पहिला हामीहरु अनि अरुको खेतमा के यस्तो त्यो बेला अलभोलि के हुन्छ खेततिर त मकै हुन्छ होला सायद अनि हामीहरु अरुको मकैमा जान्थ्यौ तर मकै चाहिँ मार्दैन थियो तर मार्छ भनेर अनि गाली चाहिँ गर्नुहुन्थ्यो के हामीलाई त्यही पनि भागी भए पनि हामी त किमो खानालाई जान्थ्यौं हेर नि यहाँ झार्न लागेको रे भगवान सक्छ त नि कसैले यसलाई त्यसले झार्छ हो आम्मामामा खुब किमो झार्ने भएको अमिलो पिरो यस्तो मन पराउँछ यसले है चटपटे त झन् भन्नै पर्दैन बाफरे बोक्नु रे हेर्न न अब मैले क्यामेरा बन्द गरेर यति टिपेको छु कि हैन अब यस्तो मुठ्याउँछ यसले आम्मामामा मिठो भनेपछि त उ हेर्नु नि त्यहाँ झर्यो हो यस्तो हो अर्को हातले नि त्यो खाऊ त्यो हातको खाऊ पहिला हातको खाऊ हेर न भुइँको टिपेको छ्याच्छ्या हुन खोइ यो खाऊ पहल एउटा टिपेर खाऊ त्यो छी फा गर्थ्यो यहाँ मम्मीको हातको खाऊ न यो धेरै खानु हुन्न सानो भाइ धोको पनि छैन यो त मिठो आगरा यति हावान भयो ल अब जाने ल घर हैन हातको हालो त्यस्तो भयो तिम्रो हात देखाउनु त मुख यता हेर्नुस् त यता हेर न हाँस्थ्यौ हिहि गर्दियौ यता हेर न खोइ हातको लाग्ने भयो अब त घौता जाने अब हामी नेको आमा छोरा गहुँ काट्नको लागि बुवाले काटिसक्नु पर्यो होला बुहारी केमा भुल्ल्या हैन सोहेम यता हेर्नु न चुप्पी गरिदिनु त यहाँ चुप्पी नगर्ने अब चाहिँ हामी हिँडेको पोल्नु पर्यो डढेन भने जम्मा गरे पोल्दैन भोलि बसे खेतमा जस्तो अनि पानी कम हुन्छ के भयो अहिले त उहाँ फालेको हैन किमु देखेपछि त फालेर बुवाले त कहाँसम्म चाहिँ सुक्या त बुवा यो बिच हर्रे रह है अलिक पर्छ अलिक कता हर्ने छ ए लड्छै छ छेउ नजो छेउमा नजो भन्दैछु अहिले लड्छ है म त थाहा छैन लड्यो भने त हाम्रो चाहिँ यो अगाडि यसरी ओहोलेर अनि पछि यो काट्छ क्या बुवा अब यहाँ मकै रोप्ने बेलामा यो सजिलो हुन्छ हैन यस्तो एकैचोटि गऱ्यो भने यो फुचे भुइँमै बस्दैन भने म त ए सोहेम ए सोहेम के छ तिमी भुइँमा बसेर नखेल्ने हिजो त कस्तो मजाले बसेथ्यौ त अनि तिमी त मम्मीलाई दुःख पनि दिएको थिएन अनि आज पनि तिमी ज्ञानी भएर बस्छौ होला भनेर लिएर आएको त तिमी त बस्नै मानेनौ त हौ भुइँमा
आफूमा ठुङ्लाई स्वयं यस्तरी समाउनु न यस्तरी हो यस्तरी न ठुलो अलि ठुलो भयो मम्मीलाई कुर्छ स्वयं त्यो ढाडमा त्यसो गर्नु हुँदैन कच्चाले मम्मीलाई दुख्दैन त्यही त खोइ छोड बाला लडिदेऊ त्यो कच्चे खोइ छोड्नु त ऊ हेर न यसले त सबै ऊ छोड्नु त यो साथीहरू म चाहिँ अलिकता उखलेर अनि घर आएँ बाबुले दुध दिएर कि अनि बुवा चाहिँ एकछिनमा आउनुभयो एकछिन उखलेर अनि म चाहिँ गएर खानासाना बनाएँ आजको दिन यसरी नै बित्यो हाम्रो घिउ त पोहिहाल्यो नि घिउ हो लडे ह पाठाले त होला नि खाऊ त मेवा खाऊ त एकचोटि हेरौँ कसरी खाँदो रहेछ हेरौँ ममुले के अझै रहेछ मेवा मिठो छ मिठो छ कि छैन हजुर 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 यहाँ छ अरे क्या देखा देखा गरे अहिले पख न अहिले दिन्छु ल अनि के अरे यो घिउ चाहिँ फुच्चेको लागि लिएको थियो हामीले यतातिर चाहिँ 800 रुपियाँ माना के भैँसीको होला सायद अनि अब अहिले यतिकै लग्यो भने त आजभोलि गर्मीमा पग्लेर पोख्छ बिर्को उयो हुँदैन अनि बोतलमा हाल्ने भनेर यहाँ घाममा सेकाएको पाठा ल्याएर ढलाइदिएछ भने अलिकता पोखेछ झन्डै 800 रुपियाँ गएको राम्रोसँग पग्ले छैन त ल सो गाइस अब चाहिँ म उकालो लागेको भोलि काठमाडौँ जान्छु नि त अनि यो सामान चाहिँ अब म फुपू घर लगेर राख्छु क्या अस्ति नै त अटो हाम्रो घरसम्मै आउँथ्यो अहिले चाहिँ त्यहाँ बाटो बिग्रेको छ क्या अनि यहाँ माथिसम्म मात्र आउँछ यो झोला चाहिँ मैले त्यहाँ माथिसम्म पुर्याइराखेँ भने भोलि बिहान चाहिँ मलाई अनि बाबु म अनि एउटा ह्यान्डब्याग बोकेर आउनलाई सजिलो हुन्छ नि त हिजो अस्ति आउने बेलामा त अनि यो ब्याग यसरी बोकेँ अगाडि बाबु ह्यान्डब्याग बोकेर अनि ओह्रालो झरेको उकालो त सकिँदैन क्या अहिले त म यस्तो स्यास्या भइरहेको छु सो त्यही हो गाइस अनि आजको भिडियो चाहिँ अब म यहीँ इन्ड गर्छु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला बाई